हेलो हाई दर्शन अनि नमस्ते। आज पनि मैले मेरो युट्युब भिडियो लिएर आएको छु हजुरहरूको सामुन्ने, हेरेर साथ दिनुहोला। आज चाहिँ हामी यता सुसेन फल आएको छौँ घुम्नको लागि। थुप्रो भएको थियो मैले युट्युब भिडियो नल्याएको, त्यही भएर आज चाहिँ म यता सुसेन फल घुम्न आउँदाखेरि भिडियो गर्दैछु। हजुरहरू कहाँबाट हेर्दै हुनुहुन्छ मेरो भिडियो, जहाँबाट हेरे पनि साथ सपोर्ट दिनुहोला भन्न चाहन्छु। हजुरहरूलाई कस्तो लाग्छ मेरो भिडियो हेरेर कमेन्ट गर्नुहोला भन्दै अब चाहिँ म यता जाँदैछु। यहाँ चाहिँ पहिलेको युएस कहिले कहिले बनिएको रहेछ भनेर यहाँ चाहिँ यस्तो दिएको रहेछ क्या। यो उहिलेको इतिहासहरू चाहिँ लेखेको रहेछ है यहाँनिर। मैले हजुरहरूलाई देखाउँदैछु। यता पनि छ यहाँ। यो चाहिँ यो कहिले भन्छ नेपालमा सबै लेखेको रहेछ है। कहिले कहिले युएस बनेको, युएस कसरी बनेको भनेर चाहिँ यहाँ सबै दिएको रहेछ इन्फर्मेसनहरू। हजुरहरूलाई देखाउँदैछु। यस्तो रहेछ। अनि यता चाहिँ यस्तो छ। यहाँ चाहिँ कत्रो पानी थियो है, अहिले चाहिँ एकदम पानीहरू सुकेर पानीबाट कति धेरै पानी सुकेछ यहाँ चाहिँ। अरू बेला चाहिँ यहाँ कति धेरै झरना हुन्थ्यो है साथी हो। अहिले चाहिँ अलिअलि रहेछ झरना, पानी सबै सुकेको रहेछ। यस्तो छ है, हिँड्दै गर्नुमा यस्तो छ साथीहरू। अहिले जानु यस्तो छ। यसको नाम चाहिँ सुसेन फल हो। यो चाहिँ अहिले चाहिँ मैले सुसेन फलमा आएर भिडियो गरिरहेको छु साथीहरू। अब यता जान्छु साथीहरू, ऊ परसम्म जान्छु घर हेर्नु माथि। कस्तो राम्रो देखिरहेको, कस्तो डाँडा डाँडामा घर छ। यता हेरौँ यस्तो रहेछ है। ऊ यहाँ माथि गयो, ऊ यहाँ माथि छ है, माथिबाट हेर्ने ठाउँ छ। त्यहाँ गएर हजुरहरूलाई त्यहाँबाट पनि देखाउँछु। मेरो गाडी चाहिँ ऊ पर राखेको छु, पार्किङ गरेको छु साथीहरू। वाह, त्यहाँबाट देखाउँछु। यता चाहिँ हाइकिङ गर्नेहरू डुल्ने ठाउँ, घुम्ने ठाउँहरू हो नि त साथीहरू। त्यही भएर यहाँ त प्रायः जस्तो मान्छेहरू हाइकिङ गर्छ नि त साथीहरू। त्यही भएर यहाँबाट चाहिँ यस्तो दामी देख्दैछ साथीहरू, हेर्नु। पानी घटेर नि, पानी नघट्नु हो त यहाँ कस्तो दामी देख्छ साथी हो। त्यस्तो छ। यो चाहिँ कुन ठाउँ है, यो चाहिँ के को बोट होला, धुपीको बोट हो कि के को बोट होला। यो बोटलाई चाहिँ हिउँले कहिले पनि नखाँदो रहेछ साथी। ए यस्तो, ओ माई गॉड, यहाँबाट हेर्नु। वाउ, कस्तो दामी देखेको। कता? त्यहाँ नि जानु।
वाह साथी, यहाँ चाहिँ भोलि पर्सि चाहिँ एकदम रमाइलो हुन्छ समरमा चाहिँ। सिपहरू खेल्ने, नौकाहरू खेल्ने कति धेरै मान्छे हुन्छ यहाँनिर। अहिले चाहिँ त्यति छैन है जाडोले गरेर, त्यही भएर सुनसान छ। अब यहाँनिर छ कहाँ, यहाँनिर छ नि मान्छे बसेको हो। यो ठाउँमा गएर हामी भिडियो गर्छु। लेट्स गो, लेट्स गो। कताबाट? नो, यता बाटो छैन। जाउँ त। केटाकेटी चाहिँ अगाडि हिँड्ने। हेर्नु यता यस्तो छ साथी हो। माथि घर छ है, कस्तो दामी छ। यहाँबाट चाहिँ नो, ओ माई गड, यस्तो गहिरो है। ओ नो नो नो, कस्तो दामी रहेछ साथी, कस्तो दामी देख्दैछ। खै हेर्दै जानु नो बाटो। ओ माई गड, यस्तो डेन्जर देखिरहेछ। उता चाहिँ कताबाट जान्छ त्यो मान्छे, कताबाट गएको? उताबाट जान्छ, अर्को बाटो छ। यता चाहिँ रहेन साथीहरू, यो बार लागेको रहेछ जाने ठाउँमा चाहिँ। यता चाहिँ बार लागेको रहेछ, यहाँबाट जानुपर्ने रहेछ उयो तल है। मान्छेहरू गएर लड्छ भनेर होला, यो चाहिँ बार लागेको साथी हो। यहाँदेखि उता चाहिँ हामी चाहिँ गयौँ है, यस्तो डर लाग्दो ठाउँ छ। हेर्नु आम्मामा, अब फेरि हामी यतै फर्कियौँ साथी हो। अब उता भिडियो गर्छु, जा म जाँदिनँ त्यता। कति दामी ठाउँ यार, यो चाहिँ ठुलो पानी हुँदा चाहिँ कस्तो दामी देख्छ झर्ना। यसपालि चाहिँ पानी सुकेर त्यति देखेन रहेछ साथीहरू झर्नाहरू, र पनि एकदम दामी छ सिन चाहिँ है। कस्तो लाग्छ मेरो भिडियो हेरेर कमेन्ट गर्नु होला। लड्छ है केटाकेटी चाहिँ यहाँ माथि। फेरि अतै जाँदैछु फर्केर, उता चाहिँ बाटो बन्द रहेछ। त्यही भएर साथीहरू यतै फर्किँदैछु। यता भित्र नै हिँड्ने बाटो रहेछ साथी हो। यो बोट चाहिँ के भन्छ, यसलाई चाहिँ के भन्छ साथी हो? धुपीको बोट भन्छ कि के भन्छ हौ यो त है? धुपी हो कि के हो साथी हो? यो गनाउँदो रहेछ। म चाहिँ फेरि फर्केर यतै लागेँ। जाडो छ साथीहरू, घाम चाहिँ लागेन है आज। जाडोमा पनि मान्छेहरू चाहिँ सिन हेर्नु घुम्नु चाहिँ आइरहेको हुन्छ। यो चाहिँ बाथरुम हो, टोइलेट बाथरुम।
यहाँ छोड त यो चाहिँ ब्यालेन्स रक अस्ति नि हामीले यो ठाउँमा गएको नि भिडियो लगाएको थिएँ साथीहरूले हेर्नु भएको छैन नि यो ब्यालेन्स रकको चाहिँ मेरो भिडियोमा गएर हेर्नु होला मैले यसको नि भिडियो लगाएको छु ब्यालेन्स रकको साथी हो नयाँ हुनुहुन्छ भने मेरो भिडियो चाहिँ युट्युब च्यानलको नाम चाहिँ मन तामाङ 01 छ त्यहाँ गएर फुल वाच गर्नु होला भन्न चाहन्छु साथी हो अब चाहिँ यहाँनिर गएर हेर्ने ठाउँ छ कि म त्यहाँ जाँदैछु Superb. Yes. यहाँ छ झर्नाहरू बिस्तार है खैरिनु पनि रहेछ No. Oh my god. हेर्नु कस्तो राम्रो यसरी बनाएको रहेछ है मुनि पनि कस्तो राम्रो पानी हुन्थ्यो नि कस्तो दामी देख्थ्यो